कुनै पार्टीको दुश्मनी छ, एमालेको कोही काङ्ग्रेससँग दुश्मनी छ, उसको भोट दिएको छ, उसँग निकट मान्छेको, अर्कोको अर्कोसँग दुश्मनी छ, अर्कोको भोट दिएको छ, कसैले जेल फोडेको छ होइन। त्यसरी चाहिँ एकअर्कासँग रिस प्रतिषेध साधेको भनेर साध्ने समूह एउटा समूह विभाजन गरेको छ। अर्को छ अपराधी प्रवृत्तिका व्यक्तित्वहरू जसले सिसिटिभी फोड्न, परबाट चाहिँ ढुङ्गा हान्न प्रोत्साहित गरेको उद्देश्य चाहिँ उनीहरूको चाहिँ लुटपाट गर्ने उद्देश्य राख्ने मान्छेहरू। दोस्रो छ जसमा स्ट्रिट भेन्डर्स, कबाडी सङ्कलन गर्ने व्यक्तिहरू, बस ट्रक अनि पठाउ राइडरहरू, यहाँनिर चाहिँ स्ट्रिट भेन्डर्स अथवा सवारी चालकहरू, निर्माण मजदुरहरू भनेर क्लासिफाई गरेको छ समूह 2 मा। अनि सुकुम्बासी भनेर पनि क्लासिफाई गरेका छन्। अनि यिनको उद्देश्य चाहिँ लुटपाट गर्ने भनेर समूह 2 को वर्गमा छुट्याइएको छ। अर्को समूह 3 बाट भनेको समूह 3 मा चाहिँ जेलबाट भागेका कैदीहरू जो थिए त्यो दिन आन्दोलन भइसकेपछि जेलबाट फरार रहेका जो जेलबाट चाहिँ रवि लामी छाने निक्लिसकेपछि जेल तोडफोड गरेर भागेका कैदीहरूलाई समूह 3 मा राखेको छ भने समूह 4 मा चाहिँ भ्रमित युवाहरू, दीर्घ भ्रमित युवाहरू जस्तै टिओबीले टिओबी भन्ने ग्रुपको चाहिँ राइडरहरूले म्यानिपुलेट गरेर चाहिँ यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर चाहिँ भ्रममा राखेर चाहिँ नगर्नुपर्ने काम गरेका युवाहरू, अनि जसलाई चाहिँ उनीहरू अपराधी पनि होइनन् तर पछि उनीहरूलाई पीडित बनाइयो के। जस्तै लहमा लागेर यसले यसो गरौँ भनेर चाहिँ हान्नु न त भनेर फ्लोमा गएर गर्ने भनेर 4वटा क्याटेगोरीमा यो आयोगले छुट्याएको छ है। अनि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री निवासमा चाहिँ एउटै क्रम प्रयोग भएको छ भनिएको छ। पहिला सिसिटिभी फुटाउने, त्यस पछाडि माथि ट्याङ्कीमा भएको पानीलाई रित्तो गर्ने, किनभने त्यो भित्र पानी निभाउने सिस्टम पनि हुन्छ कि त्यो संवेदनशील ठाउँमा। अनि त्यो भित्रको सेन्सरले आगो लाग्यो भनेर थाहा पाए पनि पानी निभाउन सक्छ भनेर चाहिँ त्यो सुरुमा सिसिटिभी फुटाइएको छ। दोस्रोमा पानीको ट्याङ्की खाली गरिएको छ। त्यस पछाडि त्यो सिसिटिभी फुटेजको डेटा जहाँ हुन्छ त्यो डेटा सेन्टर नष्ट गरिएको छ अनि अरू डेटा सेन्टर नष्ट गरिएको छ। त्यस पछाडि कागज जलाउने र ग्यासको सिलिन्डर फालेर पड्काउने, यो उद्देश्य राखेर 4 क्याटेगोरीमा मान्छे डिभाइड गरेको छ। पर्पोज, प्लानिङ र कसरी गरिएको छ भन्ने कुरालाई चाहिँ यो कार्के आयोगले यो तरिकाले चाहिँ विभाजन गरेको छ भन्दै दोस्रो पार्टको अन्त्य गर्दछु। तेस्रो पार्टको लागि चाहिँ सब्सक्राइब